अगाडि त देखेन अब कुनामा यहाँ हिँड्दै हेर्नु बाटो पनि देखाउँदै गर्नु है म झन्डै उता गएको त्यहाँ यो बाटो देखा भनेर रिसिने हाम्रो फाँट होइन देखे जस्तो फाइदा पनि ल है च्यालेन्ज छ है यहाँ बोतल ढल्न भएन बोतल ढले कि लाइसेन्स बराङ 4 नम्बर बाटो त धेरै 4 नम्बर पर्यो हामी लास्टमा आएर सोधेको बरङ यहाँ स्पेस त बाटो धेरै राम्रो छ बरङ यहाँ यो नि लास्टै खाएको नि जुका थेरापी भन्नु त जुकाले नराम्रो रगत खाइदिन्छ ओभरफ्लोको होला र त्यो पाइप एउटा निस्काट्यो ओके के भयो अरे यो चाहिँ एउटा पाइप छुट्यो सानो सर्ट खोलेर फाइनल्ली हि इज द म्यान ड्राइभिङ अन द ड्राइभिङ सिट ओभरफ्लोको हो कि अनि बल्ल बल्ल हामीले गाडी निकालेर अब यात्रा फेरि अगाडि हालत यस्तो छ साथीको के छ यही रमिलोको लागि आएको बिहालै भयो अनि लास्टको लागि हिँड्नु माटो होइन जमिन छ त्यो बेलामा ढुङ्गा हाल्नु नि तपाईँ पाङ्ग्रो आधी काट्नु नि तल यता पार्नु बरु हामी पनि धकेले भन्दा पुरै होली खेलिन्छ होली धकेल्नु ब्याड आइडिया होइन ल यसरी हामी अहिले जानु लागेको गाउँ कुन रे प्लान जाने हो क्यान्सल सेटुङ सेरतुङ जान लगभग अब 10-15 मिनटको बाटोमा यसरी के अरे एउटा उखान छ नि नपत्याएको खोलाले बगाउँछ भने जस्तै अब यो खासै सामान्य थियो यत्रा अप्ठ्यारा बाटोहरू हामी यसरी पार गरेर आयौँ त्यो सामान्य हिलो जस्तो लाग्थ्यो तर यहीँ गाडी यति मजाले फस्यो कि अब यहाँ साथीहरू यसो गर्दै हुनुहुन्छ टायर भन्दा नि हाम्रो चेसिसले चाहिँ तल छोको अवस्था यसरी हेर्नुहोस् गाइस
बाटो बाइकै निकाल्नु त्यो उता तान्दा निकाल्न नसक्ने कि त्यो ट्याप्पै गएर टाँसिहाल्छ क्या त्यहाँ भोलि अलिक पानी पर्नु भयो भने त पानी सुक्यो भने त यता ट्याप्पै लकै गर्ने कति भयो के भयो अरे म हल्का धर्काउनु तपाईँले यस्तो हाल्नु है अगाडि ल हेर अहिलेको बाटोको अवस्था यस्तो छ केही देखिएको छैन त्यसमा खुर्ती पानी गोराङ गाउँ रुईभ्याली
ल कति मेहनती ल हेर दुईटा के हो यो के किरा हो यति ठुलो आफूभन्दा कति शरीर कति ठुलो छ दुईजनाले सङ्घर्ष लाइफको सङ्घर्ष पनि यस्तै हो सोचेको भन्दा ठुला भारीहरू पनि उठाउनुपर्छ त्यो चाहिँ त्यो पारीदेखिको चाहिँ रुई भ्याली नगरपालिका ल हेर कसरी गुल्टाइ 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 एडभेन्चर भन्ने एक्सट्रिम एडभेन्चर हो त्यो ए रोसी पनि तिर्पल खोइला हालेर जाने हाम्रो अब्जेक्टिभ अफ रोडिङ थियो अफ रोडिङको हामीले टु द म्याक्स गरेर टु द म्याक्स प्लस सिजनले पनि हामीलाई एकदम च्यालेन्ज गरेको बेलामा सिजन एकदमै गाउँले माला लाउनु ढिलो गरेको